होइन नि त सक्यो त कुरै ननिकाल्नु न भयो त अनि मलाई कसैले पहिला गयो भन्दा त म त यही छु त म कहाँ पहिला जाने हो त तिम्रो बानी पहिल्यैदेखिको खराब हो क्या पुरानो टाइममा पनि तिमीले त्यस्तै त्यस्तै कमेन्ट पढ्ने कमेन्ट नपढ मसित खेल्दाखेरि के रमाइलो गर डान्स गर गीत गाऊ भोलि बिहान त्यही कमेन्टलाई लिएर त्यही रेकर्ड गरेर हालिदिन्छन् अनि हामीलाई तनाव हुन्छ कन्ट्रोभर्सी पार्छन् कसले गाइस रेकर्ड गरेछ र कसैले रेकर्ड गरेको छैन यहाँ तिमीलाई थाहा छ अहिले चाहिँ कति लास बिगा कति लास बनाउँछन् कति तु पार्छन् शङ्कहरू कति कन्ट्रोभर्सीहरू पैदा भएका छन् कति के भइरहेको छ थाहा छैन तिमीलाई पहिला जस्तो टिकटक कहाँ छ अहिले अलिकति लगाम दिनुपर्छ के मलाई त्यस्तो कुरा थियो पनि थाहा छैन नि मैले त्यही भएर थाहा छैन जे दिन तिमीलाई कुदाउँछन् त्यही दिन थाहा पाउँछ अहिले थाहा पाउनु ए कुदाउँछ मैले के बिग्रेको छ र मैले के बिगारेको छैन यस्तै कमेन्ट गर्ने यस्तै अर्कालाई भन्ने त अरूले गर्छन् नि त फेरि कसैलाई भन्नु हुँदैन नि त तिमीलाई मजाक लाग्छ यो कुराहरू हामीलाई त हकीकत सोच्छन् नि त ए माइलाले होइन क्या गरे रहेछ क्या भन्छन् नि त फेरि कहाँ गर्छ मैले तपाईँ हेर त्यति सोझो हुनुहुन्छ अनि म पत्याउँछु हामी पत्याउँदैन नि तपाईँको कुरा यो मान्छेको के अरे कमेन्ट गर्ने मान्छे कहाँ कुरा पत्याउँछु तपाईँ हेर्दा सोझो हुनुहुन्छ तिमीले कुरै बुझ्दिनौ के यार यहाँ सवाल मान्छेलाई यहाँ बाहना चाहिन्छ के बाहना बुझ्यौ रिकर्ड गर्नलाई बाहना चाहिन्छ कन्ट्रोभर्सी बनाउनलाई बाहना चाहिन्छ मान्छेलाई कहाँ कति बेला माइला दाईको के आउँछ अनि कुदाउने अनि भाइरल हुनको लागि पनि गर्छन् नि मान्छेले देख्दिनौ कति आइडी बनाएका छन् मेरा कोइन आउँदैन मलाई ठिकै छ तर चाहिँ चर्चामा त छु नि त म त कोइन नआए पनि चर्चामा त छु ठिक छ त अब कमेन्ट गर्दैन नि त साथीभाइले त्यस्ता नपढ ल है थ्याङ्क यू सो मच कमेन्ट कसैले केही लेखेको छैन अहिले साथी एकदम पोजिटिभ पढ्नुमा लेखेको छ पढ्न हुन्न के तिमीले मजाकमा पढिदिन्छ त्यो चिज हामीलाई असर पार्छ कि भोलि बिहान हेरौले तिमीले कति चाहिँ रिकर्ड गरेर हालिदिन्छन् त्यहाँ त्यस्तो गर्न हुन्न कि मजाकमा पनि गर्नु हुनु त हामीलाई कन्ट्रोभर्सी पार्छन् नि त अहिले कति कन्ट्रोभर्सी परेका छन् देखिनौ कता कता के भइरहेको छ टिकटकमा उहाँ तामाङनीको के कुदाएका छन् उहाँ चाहिँ उता अमित गिरीलाई कति समस्या गराए मलाई कति समस्या गराए विगतका दिनमा थाहा त छ तिमीलाई कति के भयो यहाँ थ्याङ्क यू सो मच लट्टु मैले दाइले देउसी भैले खेलेको छैन अरे बिचरा अनि कहाँबाट म पत्याउँदैन नि त त्यस्तो कुरा त तिरपलमा खेलौँ न लेट्स गो सुपरम्यान थ्याङ्क यू सो मच कति हाँस्ने